म चाहिँ गुच्चीको तरकारी बनाउन गइरहेको छु। त्यसको लागि प्याज टमाटर काटेको छु। अनि यहाँ तेल तातिँदैछ। यहाँनिर चाहिँ हाम्रो ग्यास सकिएर यसरी पल्टाएको छु मैले। यहाँनिर भात पाक्दैछ। अब चाहिँ थोरै जिरा राखेर पड्काएँ मैले। त्यसपछि प्याज राखेँ, थोरै बेसार, त्यसपछि टमाटर राख्दिएँ मैले, थोरै स्वादअनुसार नुन, थोरै गरम मसाला, धेरै मरमसाला राख्नु हुँदैन यसमा। अब चाहिँ मैले यसमा गुच्ची च्याउ राखेँ, हेर्न सक्नुहुन्छ। च्याउ राखेर मैले थोड़ा भुटेँ। भुटिसकेपछि हल्का छोपेर पकाउनु पर्ने हुन्छ। अब चाहिँ हेर्न सक्नुहुन्छ यसको जति पनि रस थियो त्यो सुकिसकेको छ। मैले थोरै यसमा पानी एड गरेँ। पानी एड गरिसकेपछि फेरि छोपेर पकाउनु पर्ने हुन्छ। सो फाइनली साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो गुच्ची च्याउ पाकिसकेको छ र एकदमै राम्रो मिठो बास्ना बनाएको छ, यम्मी बनेको छ। सो मैले चाहिँ अब खाना पनि पस्किसके, हेर्न सक्नुहुन्छ है त।